Hello everyone, welcome back to my another brand new mini vlog. यो भिडियो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो कालिम्पोङको भिडियो हो। म अस्ति गएको थिएँ कालिम्पोङ है, र मैले यो भिडियो अपलोड चाहिँ मैले त्यही दिन गर्न सकिनँ बिकज आई वाज सो बिजी। मेरो टाइम एकदमै टाइट थियो, मेरो एकदम चाहिँ मिलेकै थिएन है। म एकदम बिजी थियो, मेरो पुरा काम थियो है। योपालि म आफ्नो घर जाँदाखेरि त्यही लागि चाहिँ दिदीहरुसँग भेटेको पनि निकै साल भइसक्यो। दिदी बहिनी हामी यसरी गेट टुगेदर भएको चाहिँ आफ्टर एजेस है, 5-7 इयर्स भएको थियो होला हामी यसरी नभेटेको है। एकदमै त्यो चाहिँ हाम्रो लागि इमोसनल मोमेन्ट थियो। यो चाहिँ एकदमै मजाले हामीले इन्जोय पनि गर्यौं यो मोमेन्टलाई, र हामीलाई चाहिँ भेनाले माथि लिएर जानुभएको थियो है त। अन्त एकदमै मजाले इन्जोय गर्यो। हाम्रो यो भेनाको चाहिँ एकदम दिदी भेनाको चाहिँ एकदम फेभरेट स्पट अरे नि त। अन्त यहाँ लिएर जानुभएको थियो लाइक अ होम स्टे है। अन्त यहाँनिर चाहिँ हामीले मजाले खाइपी गऱ्यो, इन्जोय गऱ्यो। यहाँ डान्स पनि भइरहेछ, भेना साली भेना यहाँ बहिनी नानीहरूसँग है। अन्त दिदी चाहिँ भिडियो बनाइरहनु भएको छ। एकदमै सानो नानी चाहिँ एकदमै सन्तोकी छ, तपाईहरु पनि हेर्न सक्नुहुन्छ। हामीलाई एकदमै मजाले इन्जोय गर्नु पनि दिइरहेको थियो। एकदमै उसलाई चाहिँ जे गर्दा पनि हुने, जोसँग पनि मान्ने हैन, एकदमै सन्तोकी नानी छ। र अन्त के भन्नु, अहिले यसको भिडियो हेर्दाखेरि यसको अहिले पनि मलाई याद आइरहेछ। र यहाँ चाहिँ मेरो बधाई हो दादाको छोरा, र यहाँनिर चाहिँ मेरो बहिनी है। अन्त भेनाले यहाँ मजाले नानी बोलाउनु हुँदैछ ताकि हामी दिदी बहिनीहरु चाहिँ एकसाथ मजाले इन्जोय गरोस् है। एकदमै यो मोमेन्टलाई चाहिँ इन्जोय गरोस् भनेर उहाँले चाहिँ एकदमै हेल्प गरिराख्नु भएको थियो है। र अहिले चाहिँ हामी खाइपी गरेर अराउन्ड 8 है हामी चाहिँ घर गयौं। र यहाँ हेर्न सक्नुहुन्छ कालिम्पोङको यो नजारा है, एकदमै राम्रो देख्छ, एकदमै राम्रो यो भ्यू है। अन्त र त्यति भन्दै आजको लागि यति नै, सी यू।